हेलो साथीहरू, नमस्ते। स्वागत छ तपाईँहरूलाई आजको मेरो अर्को नयाँ भिडियोमा। आज चाहिँ म आज आज चाहिँ हामी घरमा कलर गर्नेवाला छौँ। अनि अब चाहिँ बिस्तारै दसैँ पनि आइसक्यो, त्यही भएर आजदेखि चाहिँ कलर लाउने भनेर सोचिरहेको छु। हेर्दै गर्नु होला। घरको कलर चाहिँ यस्तो खुइलेको छ। अनि अब यहाँदेखि लाउँदै आउने हो, यतादेखि यस्तो खुइलेको छ। अब यसलाई चाहिँ म तपाईँलाई देखाइहाल्छु भिडियोमा। अनि यता पनि सबैतिर लाउने हो, वरिपरि। सो मैले यो फुलहरू पनि सबै भुइँमा सारिसकेँ। अब चाहिँ म लाउने हो कलर। हामीले चाहिँ कलर पनि ल्याइसकेको किनेर। अनि यहाँ चाहिँ कलर छ। यो कलर चाहिँ यो फेभिकलसँग घोलेर लाउने हो। मम्मी यो रङ लाउनु जस्तो गाह्रो चाहिँ केही पनि होइन के। यति लाउँदै मलाई यस्तो भइसक्यो। अब कति धेरै लाउनु बाँकी छ। फेरि दिन भनेको एउटा राम्रो छैन, पानी पर्नुको लागि गडाङ गुडुङ गरिरहेको छ। मैले यो पाटा चाहिँ लगाएर सकाएँ। अब यो मुनि त लाउनु बाँकी नै छ। आज भ्याउँदिनँ होला, भोलि बिहान लाउँछु। अनि अब यता पर उतापट्टि पनि छ। कहिले लगाइसक्नु बाफ्रे। यता लगाइसकेँ। अब यता बाँकी छ। गल्यो।
गरमले त्यस्तै घाम त्यस्तै लागेको छ। अब यता अनि त्यसपछि यता लाउनु पर्ने यस्तो भएको छ। अब चाहिँ यो कलरको पालो। मैले चाहिँ पिङ्क कलर लगाएर भ्याइसकेँ घरमा सबैतिर। अब यो मुनि चाहिँ यो रेड कलर लाउने हो। साथीहरू हामी चाहिँ दसैँको लागि टपरा दुना गाँस्दैछौँ। हाम्रो मम्मी यता कोपा पनि हुनुहुन्छ। दुना गाँस्न हामीलाई सहयोग गर्दै हुनुहुन्छ। दुना चाहिएमा सम्पर्क गर्नुहोला। किन नानी झगडा? मोबाइल कसले दिन्छ? साथीहरू फाइनली अब मैले चाहिँ घरमा सबै रङ लगाइसकेँ। हाम्रो चाहिँ घर यस्तो भयो। अगाडि चाहिँ यहाँनिर रङहरू सबै खुइलेको थियो, त्यही भएर फेरि रङ लगाएको। यस्तो भयो। घाम लागेर टिलिक्कै भएको छ। यता चाहिँ यस्तो छ। हाम्रो फुलहरू चाहिँ केही पनि राम्रो छैन। यस्तो भएको छ हाम्रो घर। यो चाहिँ मैले हिजो भर्खरै सारेको फुल। यो होइन, यो पो त कति मजाले फुलेको हेर्नु। गमला देखेर चाहिँ नहाँस्नु होला है। टोइलेटमा पनि रङ लगाएको। यो चाहिँ किचन हो। किचनमा पनि हामीले रङ लगाइसक्यौँ। फाइनली चाहिँ यस्तो भएको छ हाम्रो किचन चाहिँ। साथीहरू यसपालिको दसैँ चाहिँ यस्तै हो। साथीहरू अब घरमा कलर पनि गरिसक्यौँ। भोलि चाहिँ फुलपाती हो भोलिदेखि चाहिँ। अनि अब चाहिँ धानमा खेतहरू पनि धानमा खेतहरू अरे खेतमा धानहरू पनि उयो बाला लाउन थालिसक्यो। यस्तो देख्दा चाहिँ झन् धेरै दसैँको भाइब्स आउँछ के। अनि यस्तै छ। नानी हेलो गरिदेऊ त। हामी कहाँ गएको भन त? ल ल यिनीहरू हामी चाहिँ अब गोठालो गएको। अनि के साथीहरू यो रङ लगाएको भिडियो चाहिँ अस्तिदेखि नै मैले बनाइरहेको थिएँ कि, तर मैले बिचैमा छोडिदिएको अल्छी लागेर भनौँ कि के भनेर के लागेर। अनि अब चाहिँ म हाल्छु। सबै चाहिँ मैले खिचिनँ रङ लगाएको भिडियो अल्छी लाग्यो कि। अब सुरुमा चाहिँ खिचेँ, लास्टमा चाहिँ खिचिनँ। दुःख सुख गरेर रङ चाहिँ लगायौँ। भोलिदेखि फुलपाती दसैँ लाग्यो। अनि मेरो भ्लग चाहिँ यस्तै छ, हेरिदिनु होला। रङ लगाएको भ्लग चाहिँ म यतिमै एन्ड गर्न चाहन्छु। सबैले
लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला बाई।